हेलो एभ्रिवान, वेलकम ब्याक टु माई मिनी भ्लग। देख्न सक्नुहुन्छ गाइज, म चाहिँ मामुको लागि रोटी हालिरहेको छु। मेरो मम्मीलाई चाहिँ रोटी एकदमै मनपर्छ, सो मैले उहाँको लागि रोटी बनाइरहेको छु। अब बुढेसकालमा अब जे जस्तो भए पनि होइन, अब उहाँको मन परेको खानाहरू त मैले बनाउनु पर्यो। यो त मेरो कर्तव्य नै हो कि नै भन्नुहोस् त गाइज। सो मैले चाहिँ मेरो मम्मीको लागि कति चाहिँ खानुहुन्छ, मेरो मम्मीले 8-9 रोटी खानुहुन्छ। मैले चाहिँ मेरो मम्मीको लागि रोटी हालिरहेको छु अहिले चाहिँ। अनि गाइज, आज चाहिँ म साडीको लुक क्रिएट गर्नेवाला छु। सो हजुरहरूले मेरो त्यो यो लुकलाई कस्तो राम्रो लाग्यो नराम्रो लाग्यो प्लिज कमेन्ट बक्समा कमेन्ट गरेर बताइदिनु होला। सो म अरू कुरा पनि थुप्रै छन् कुराहरू त हजुरहरूलाई भन्नुपर्ने, तर आज चाहिँ भन्दिनँ। आज चाहिँ म देखाउँछु। देख्न सक्नुहुन्छ गाइज, यो मैले साडी र यो इयरिङ्स लगेँ। सो फाइनली देख्न सक्नुहुन्छ मैले साडी वेयर गरेर पनि आइसकेको छु। देन इयरिङ्स लगाउँछु। अनि मैले एनिवे गाइज, यो येलो साडी मलाई कस्तो लागिरहेको छ हजुरहरूले प्लिज कमेन्ट बक्समा कमेन्ट गरेर बताइदिनु होला। यो इयरिङ्स चाहिँ मैले आज नै लगेको अङ्कलसँग। आज घरतिरै आउनु भएको थियो क्या, डुल्दै। अनि गाइज, यो इयरिङ्स चाहिँ पहिला यसको बार्गेनिङ पनि गरेँ मैले चाहिँ कुनै सामान पनि बिना बार्गेनिङ गरेर मैले चाहिँ खरिद गर्दिनँ। यसको मूल्य पहिला 180 भनिरहनु भएको थियो अङ्कलले। मैले चाहिँ हुँदैन अङ्कल, यति मात्रै मेरो मम्मीले मलाई पैसा नै दिनु हुँदैन भनेर मैले 150 भनिरहेको थिएँ। अझ त्योभन्दा नि कम गरेर मैले 100मा चाहिँ यो इयरिङ्स लगेँ। हजुरहरूलाई कस्तो लाग्यो गाइस यो इयरिङ्स बताइदिनु होला। मैले पहिला यस्तो हुन्थ्यो नि त, म पहिला बार्गेनिङ गर्थेन के गाइज। म पहिला माइत हुँदा यस्तै थियो। पहिला पसलमा काम गरियो, अनि त्यहाँदेखि चाहिँ मलाई यो ट्यालेन्ट चाहिँ प्राप्त भयो। पहिला लुगा पसलमा काम गर्थेँ गाइज। अब होइन, अब कलेजको इक्जाम सकाइसकेपछि अब घर बसेर पनि केही काम थिएन। अनि अब केही न केही पार्ट टाइम जब त गर्नुपर्ने नै थियो। सो मैले त्यही भएर यस्तै पार्ट टाइम जबको लागि चाहिँ मैले लुगा पसलहरूमा जब गर्ने गर्थेँ। अनि त्यहाँ चाहिँ मैले खतरा बिजनेस गरिरहेको थिएँ गाइस। तर के गर्ने, अब बिहे त गर्नु परिहाल्यो। बिहे गरेर यता आइसके पनि मैले आफ्नो जे जस्तो भए पनि अहिलेसम्म टिकेकै छु भनौँ। अहिले मैले बिहे गरेको 3 वर्ष भयो। अनि गाइज, अरू कुरा के भन्ने पहिलाको अब यस्तै